अर्कामा घुम्न आएको छौँ सबैजना मिलेर। हाम्रो सानो भिडियोलाई चाहिँ मन पराएर चाहिँ लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला होइन, नबिर्सिनु होला होइन। त्यही त जय महाकाली भद्रकाली कपालिनी होइन। अर्घा भगवती मन्दिर कहाँ सुनको यसमा फुटाइसकेन उता कहाँ लेखे है भएर क्या नि त ल। अब चाहिँ यतातिरको मौसम चाहिँ एकदम चिसो छ, जाडो छ, बादल लागिरहेको छ। आज चाहिँ पञ्चमीको दिन घुम्नको लागि सबैजना मिलेर अर्घा भगवती मन्दिरमा आएको छौँ। हाम्रो साथीहरू दिदीबहिनी यहाँ बसिरहनु भएको छ, अरू पछाडि हुनुहुन्छ उता। यति बेला चाहिँ हामी यो सानो भिडियो बनाएर मेमोरीको लागि, यो पछाडि चाहिँ हाम्रो अर्घा भगवती मन्दिर हो होइन। अब घुम्नको लागि रमाइलो गर्नको लागि चाहिँ हामी आएको हो। हाम्रो साथीहरू त पछाडि छन् सबैजना। यति बेला एकदम चिसो छ, यहाँ चाहिँ जाडो छ। सबैजनाले हेरेर थाहा हुन्छ यति बेला बादल लागिरहेको छ यहाँ। त्यसैले जाडो छ, जो आउन चाहनुहुन्छ अलिकति केयर गरेर आउनु होला, तातो तातो कपडा लगाएर होइन। यता चाहिँ अब फोटो सुटिङ चलिरह्यो। ल ल सबैजनाले आफ्नो पोज दिएर बसिहाल आउँछ। न भान्जी त्यहाँ बस त। ल ल फोटो खिच त। राखेर डिलिट गर्ने ल भन आज हामी चाहिँ अर्घा छौँ होइन। अर्घा भगवती मन्दिरमा कस्तो फिल भइरहेछ? राम्रो फिल भइरहेछ नि। घुम्न आज हामी कति बजीतिर आएको? हामी आज त आइयो होला नि ठ्याक्कै 11 बजे। 11 बजीतिर आइयो। 11 बज्यो। मौसमले त्यति साथ दिएन होइन, चिसो भयो अनि बादल पनि भयो। त्यो कारणले गर्दाखेरि अलिकति क्लियर छैन होइन। अरू के छ अब? अर्को साल आउने हो कि अथवा कोही जाने के हुन्छ? अब बस्यो भने आइन्छ, बस्यो भने आइरहन्छ एकदम हो है। अनि आज रमाइलो भइरहेछ कि नै? रमाइलो भइरहेछ नि। रमाइलो भइरहेछ है। रमाइलो भइरहेछ। आज पञ्चमीको दिन तिजको राम हेर्ने जाने कि नजाने? जानु पर्ला नि। जानु पर्यो होइन। पर्यो आज। अब आजबाट लास्ट। अब म पनि केही दिनपछि जाँदैछु विदेशतिर, अनि हाम्रो भाइ पनि युरोप जाँदैछ। त्यही भएर चाहिँ हामी दुई भाइ एकदम रमाइलो गरिरहेछौँ होइन। सबैजनाले हेरेर चाहिँ साथ दिनु होला। हाम्रो दिदीबहिनीहरूले यहाँ त भिडियो सुट गर्दै हुनुहुन्छ, फोटो सुट चलिरहेछ। हाम्रो भान्जी नानी यता छिन्, किन लजाउँछि न यिनी? ए मोडल, हाम्री मोडल यता हेर त।
सबैजनाले हेलो हेलो भनौ कस्तो लागिरहेको तिमीहरूलाई आज यता सुनाउ न आज तिमीहरूलाई कस्तो भइरहेको है भगवती मन्दिर अर्कामा घुम्न आउँदा खुसी लागिरहेको होइन अनि चिसो छ कि नै चिसो छ ह्याप्पी फिल भइरहेको ल ल त्यसो भए ल सबैलाई धन्यवाद ल ल अब चाहिँ हामी यहाँ आएको अर्का भगवती मन्दिरको दर्शन गरेर भ्याइयो अब चाहिँ मसुरबाट जानु लागेको कस्तो भइरह तिमीहरूलाई ह्याप्पी फिल भइरह होइन ल अब हामी चाहिँ मसुरबाट जाने रक गार्डन घुम्ने बनाउने कि हामीलाई मुनतिर निकाल बाइक निकाल हामीले पार्किङबाट बाइक निकाल्दैछौँ गाइस वडा नम्बर 9 त्यो त बल्ल त बनाएको के रे अहिले बनाएको यो अनि जीवन त्यहाँ म पठाइदियो त्यो मेसेरीको पहिले त्यो लकडाउन भनेको यही हो त्यो लकडाउन त हैन लकडाउन त यहाँ हो र मालुमा पारियो रक गार्डन त कस्तो राम्रो रक गार्डन त उहाँ पारियो डाँडा यहाँ रहेछ नि बिच्चा आउँछ बिच्चा यस्तै ढुङ्गे कालो ढुङ्गा हान्थे यो यहाँ सेता ढुङ्गा त्यहाँ कालो ढुङ्गा रिखे माल देखिँदैछ नि खै ठिकै ओ रिखे के देखिँदैछ बिरै उता जान्न के हुन्न आरुको राति कट्नु अहिले त्यही हो होइन र सर नि होइन आई लभ अर्का मसुरपाटा अरे होइन र उ त स्कुल भएको हो अहिले स्कुल भएको हो आरुको स्कुल हो नगरपालिका आहा त्यहाँनिर त बिर्सेछ नि रक गार्डन त होइन यता यो त फेरि आयो देखियो त हाम्रो यता हुनुहुन्छ 1 नम्बरकी मोडल अनि यता 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 हुनुहुन्छ यता हाम्रो नयाँ 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 नवकलाकार होइन यता हाम्रो हुनुहुन्छ भर्खर भर्खर कि स्मार्ट 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 मोडल बिहा भयो कि यता यता सर हुनुहुन्छ गाडीमा अहिले चाहिँ हामी अर्काको मसुरपाटामा छौँ अर्का मसुरपाटा भनेर चाहिँ लेखिरहेको छ यहाँ घुम्नको लागि चाहिँ एकदम रमाइलो ठाउँ छ हाम्रो क्यामेराम्यान भाइ यता हुनुहुन्छ यहाँ हाम्रो क्यामेराम्यान भाइ यता हुनुहुन्छ बहिनीहरू यता हुनुहुन्छ फोटोसुट चलिरहेको यो चाहिँ अर्काको मसुरपाटा हो अनि अब सबैजनालाई चाहिँ यसो घुम्न मन लागेको भए एकचोटि आएर भिजिट गर्न सक्नुहुन्छ होइन ठाउँ चाहिँ एकदम राम्रो छ तर मौसम हेरेर अलिकति आउन सक्नुहुन्छ तपाईँहरू हाम्रो सहरमा गाडीमा बस्नु भएको छ
उहाँ चाहिँ एकछिन दामी छ के ल हामी चाहिँ अब यति बेला आइयो हेलो मिनी मात्रै भयो त्यो भन्नु त्यो चाहिँ नि हाम्रो अहिले मसुरपाटामा अर्काको चाहिँ सन्धिखर्क नगरपालिका 9 पर्दो रहेछ यहाँ चाहिँ अनि यता टिकटक बन्दैछ 9 सन्धिखर्क नगरपालिका 9 मा चाहिँ अहिले अर्काको मसुरपाटामा हामी छौँ यता हाम्रो बेस्ट हुनुहुन्छ जिग्रीबाट हुनुहुन्छ अनि यतै टिकटक बनिरहेछ अब ल नाच ल सबै बनाऊ है तिमीहरू अनि हाम्रो सिस्टरहरूले चाहिँ यहाँ चटपटे बनाउँदै हुनुहुन्छ चटपटे लभर हो सबै है फेरि पानीपुरी हो ल एकजना चाहिँ पानीपुरी अरू चाहिँ चटपटे लभर कस्तो मिठो बास्ना आएको के मजाले मोला है मजाले मोला अनि त्यसले मोल चेर के यसले फेरि के मोली ए चुक लाग्थ्यो गरे यसमा भनेको ए मैले मोल भनेर हात धोइ बस्छु यार पानी आए के भन्छ नि तिमीहरू बनाऊ न यो सेतो पनि लाग्दिन यो के गर्न थालिस